हेलो गाइज आज हामी कहाँ जाँदैछौँ बाबु आज हामी अस्तम जाँदैछौँ वेदर चाहिँ यस्तो छ लेट्स सी कतिको खुलेको छ त्यहाँ हेरौँ अब साथीहरु हामी अस्तमको लागि हेर्दैछौँ आज बिहानको 8:15 गइसक्यो बाहिरको वेदर यस्तो रहेको छ अहिलेको बाटो भन्नुहुन्छ भने यति राम्रो छ साथीहरु यति राम्रो छ हिँडिराखेको जस्तो लाग्ने के मुगलिन पोखराको बाटो त आफ्नो स्कुल यताबाट जाने हो तर बाटो राम्रो भएर हामी त उतै जान्छौँ है बाबु हेलो गाइजहरु हेलो माई बॉयज ल साथीहरु हामी चिप्ले ढुङ्गामा आइपुग्यौं चिप्ले ढुङ्गाको अवस्था यस्तो रहेको छ पछाडी आन्दोलन भइरहेको थियो हैन ब्लड डोनेसनको हो यता न्यू रोड यता हाम्रो ट्रेड मलतिर आइसक्यौं हामी यता हामी चाहिँ पोखराकै सबैभन्दा पुरानो देवी पसलमा देवी खाना रोक्दैछौँ साथीहरु यो चाहिँ हेम्जाको बाटो साह्रै राम्रो छ नमुना बाटो हेलो गाइज हामी चाहिँ हेम्जाको भित्री बाटो यो चाहिँ अस्तम जाने बाटोको तर्फ लाग्यौं धिताल गाउँ धिताल होमस्टे अस्तम गाउँको बाटोलाई एकदमै राम्रो रहेछ अहिलेसम्म त एकदमै राम्रो छ बाटो है वहाँसम्म यस्तै छ भन्ने लागेको छ हेर है त हेलो गाइज हामी चाहिँ अस्तम जाँदैछ बाबुको फेभरेट लिची है ल साथीहरु हामी चाहिँ अस्तमको उकालोमा आएर लिची इन्जोय गर्दैछौँ साह्रै मिठो रहेछ लिची यो बाटो एकदमै राम्रो रहेको छ साथीहरु हाम्रो सानो मान्छे त्यहाँ छन् हेलो सानो मान्छे हिरो दामी रहेको छ साथीहरु अस्तम जाने अस्तम भिलेज होमस्टे अस्तम गाउँमा यहाँ बाजा पार्क रहेछ एकदम राम्रो लाग्यो यो चाहिँ अस्तम भिलेज पोखरी रहेछ त्यहाँ यही भिलेज त होइन उता धिताल गाउँ पनि छ तर यस्तै रहेछ अस्तम गाउँ अस्तम इको भिलेजमा आएर हामी खाना खाँदैछौँ अब